को तान्त्रिकको दृष्टिले हेर्ने हो भने बालेनको सरकार 6 महिनाभित्र पतन हुन्छ। 6 महिनाभित्र पतन हुन्छ ऊ। किन भन्दा उसले दैविक शक्तिलाई चलाएर यहाँ पुगेको छौँ। यो हामी राम्रोसँग पुगेको छौँ। अब त्यो दैविक शक्तिको विषयमा चाहिँ कुन के कहाँ कसो के भनेर भन्यो भने त्यसको खेलाडी हामी अब के बुझ्छौँ। हामी दैविक शक्तिलाई यो मातृभूमिको दैविक शक्तिलाई चलाएर बालेन शाह त्यहाँ पुगेको छ भनेको के अलिकति यो रहस्य बताइदिनु। एउटा कुरा बालेन शाह अहिले जति शक्तिशाली देखिन्छन् बस मैले सुनेको उनी तान्त्रिक विद्या चलाउँछन्, कालो विद्या चलाउँछन् भन्ने कुरो छ। यो प्रसङ्ग तपाईले पनि उठान गर्नुभयो। यसको प्रश्न मसँग खोज्नु भएको हो। हजुर हजुर धन्यवाद। यो यसलाई के भनिन्छ त भन्नुहुन्छ भने हाम्रो भाषाले जालहरुमा पर्दा यो शब्दजाल इन्द्रजालहरुमा चाहिँ के देखा पर्छ त भन्नुहुन्छ नि यसलाई 1.5 फुटा भनेर चिनिन्छ। 1.5 फुटा भनिन्छ। 1.5 फुटा 1.5 फुटा जुन पहिला द्वापर युग भन्दा अगाडिदेखि सुनबुढीका सन्तान या वनझागिरी सिद्ध पुरुषहरू बाहिर यो भूमि नआउने गुफामा मात्रै बस्ने सिद्ध वनझागिरीका टुक्रा यानि कि हस्ती पञ्जर हड्डी त्यो हड्डीमा सर्वशक्त शक्ति हुन्थ्यो। यो कलियुग भएर त उपद्रव पाप भएपछि त्यो पातालमा गएर बस्यो यानि कि पातालको देवता भएर बसेको छ। त्यो स्वयं यो जगतको मालिक हो। त्यो एउटा सामान यसैलाई सिद्ध गरेर मोदी प्रधानमन्त्री भएको हो। सुन्नुहोस् है, मोदीले महाकालमा गएर किन पूजा गर्छ सुन्नुहोस् हैन। यो अघोरी तान्त्रिक भारतसँग छन् हैन। हाम्रो नेपालमा भूमिमा पनि कतै गुप्त भएर बसेको छ। नासाले बारम्बार विदेशीहरूले आँखा गाडेको छ यसलाई हैन। तर त्यो 1.5 फुटा भन्ने व्यक्तिले के गर्छ त भन्नुहुन्छ भने उसको भोज्य भोग भोजन कृत्य किसिमको भक्ष्यकार परिकारको भए तापनि त्यसले पृथ्वीमा गर्न नसक्ने काम भनेको केही पनि छैन। त्यो अस्थि पञ्जर हड्डीले बस त्यो स्वयं छाया बनेर उभिन्छ। उसको नाम 1.5 फुटा हो। त्यो केटा हुन्छ या केटी हुन्छ। केटी भए केटासँग विवाह गरेर बस्नुपर्ने हुन्छ र केटा भए केटीसँग विवाह गरेर बस्नुपर्ने हुन्छ। त्यसको घरजम गरेर जो व्यक्तिले राखेको छ हामीले त अदृश्य ढङ्गले हेर्दाखेरि त्यो ठाउँ पनि देखेका छौँ। उसले जुन ठाउँबाट चलायमान गरेको छ नेपालमै छ। यानि कि बालुवाटारबाट 5 किलोमिटरको वरपर छ त्यो वस्तु। बालुवाटारको 5 किलोमिटर वरपरको ग्राउन्डमा राखेको छ त्यसलाई। जुन एउटा सिद्ध साधक तान्त्रीले त्यसलाई कन्ट्रोल गरेर चलाएको छ। बस त्यसले कहीँ केही पनि पर्दैन। तपाईँको सिधा मुद्दाको होस् कागजको होस् प्लेन या साफ गरिदिन्छ त्यसले। तपाईँको घरको भाँडा कुँडा भगारीमा भएको सामान फलानु यति नम्बर ब्लक नम्बर कोठा यति नम्बरको घरमा यति नम्बर ब्लक नम्बरको घरमा लिएर गएर यति तलामा लिएर गएर छोडेर आयो भनेपछि चेक नम्बर हुन्छ त्यसले। त्यसैले पुर्याइदिन्छ। बस हो। त्यसै कारणले के त्यो छाया रूपी हुन्छ। बस छाया रूपी अरूले देख्न सक्दैन। सम्भवै छैन। सम्भवै छैन। हुन चाहिँ त्यो मानव नै हो। मानवै हो। यानि कि पाताल देशको देवता पाताल राजाको देवता नै त्यही हो। त्यो सर्वशक्तिमान हो। खास त्यो अस्थि पञ्जर हड्डी चाहिँ के को हुन्छ? मानिसकै हुन्छ कि के को हुन्छ? त्यो यो उते वनझागिरी सिद्धको उहरूको हुन्छ। वनझागिरी सिद्धको हुन्छ। सिद्ध सिद्धान्त त्यो का फेला चाहिँ कसरी पार्छ त उनीहरूले? यो त ती फेला पर्ला भनेर पातालमा गएर लुकेर बसेको। त्यो पनि तान्त्रिक विद्याहरूले चाहिँ दशम विद्या साधक गर्नेहरूले त्यसलाई जगाएर पाताल देवतालाई जगाएर माथि ल्याएर निकालेर उसले भनेको जस्तो वस्तु उसलाई खुसी पारेर उसबाट काम लिन्छन् हैन। बस वनझागिरी यो पनि सिद्ध झाँक्री सुन झाँक्रीका सन्तानहरू हुन्छन् तिनीहरू हैन। यो जुन वनझागिरी गुफाबाट आएर चाहिँ बाहिर देखा पर्ने हिँड्ने मान्छे टिपेर लिएर जानी बनाएर पठाउने जानी भनेको यिनीहरू होइनन्। यिनीहरू कस्तो हुन्छन् भन्दाखेरि फेरि मैले कुरा निकालेँ। अब यसमा जुन हिमालको ककाराहरूमा बस्थे तिनीहरू पहिला हो। तिनीहरूका हस्ती पञ्जरहरू चाहिँ यस्तो त भन्नुहुन्छ जति हिमालयबाट चाहिँ जब प्रलय कालमा द्वापर तीर्था हुँदै आइसकेपछि यी प्रलय कालका भएपछि यिनीहरू आफै शक्तिमान थिए। त्यसले धेरै थरी काम गर्छ। 108, 9, 10 थरीका कामहरू गर्छन् तिनीहरूले हैन। टोटल्ली काम नगर्ने भने केही छैन। उसले पृथ्वीमा नगर्ने भने केही पनि छैन। जहाँ जुनसुकै ठाउँमा त्यस कारणले बालेन भोट मागेर मलाई हाल्नै पर्छ कहिले भनेन। बालेन जुन ठाउँमा जाँदाखेरि उ हाँसेरै फर्केर हिँड्यो। कहिले गएर पाइलो नटेको ठाउँमा गएर झापामा गएर उसले जितेर आयो हैन। कारण त्यो है जसले बालेन 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 भनेर 11 चोटि जप छ नि उसको नाम ऊ सर्वस्व तरिकाले ऊ वशीकरण बालेनको नाममा पर्छ। सम्मोहन हैन यहाँ के अरे मारन मोरन उच्चाटन वशीकरण सम्मोहन विदर्शन ऊ त सेकेन्डमा गर्छ यी 6 कर्महरू उसले। हेर्नुहोस् जतिखेर जसले बालेन भनेर 11 चोटि नाम लिन्छ त्यसको वशीकरणमा त्यो पर्यो।
उसले जीवनमा राति पनि बालेनको सपना देख्छ। जसरी हुन्छ बालेनकै उद्धार भएको देख्न खोज्छ। ऊ चोर होस्, डाका होस्, फटा होस्, स्वदेशी होस्, विदेशी होस्, नेपाली प्रेमी होस् या नेपाल विद्रोही होस्, उसको नाममा वशीकरण भयो हो। अहिले त अब व्यापक सबै मिडियाले फुकिहाल्छ होइन। फुकिसकेपछि के छ भने उसको काम भनेको जसले बालेनको नाम लिन जान्छ ऊ माथि वशीकरण गर्नु र उसको तन मन बुद्धि विवेक सबै उहीपट्टि घोप्टाइदिनु, यानि पूर्ण रूपले वशीकरण। त्यसलाई भन्छन् र अहिले त त्यसले राज्य वशीकरण गरेको छ त्यसले। त्यो विद्या चाहिँ बालेनले चलाइराखेको बालेनको गुरुले चलाएको छ। बालेनको गुरुले त्यसको लागि पूर्ण रूपले खर्च, घर व्यवस्था, गाडी घोडा, सैनिक उनीहरूलाई पूर्ण रूपले यिनीहरूले परिपूर्ण गरेर राखेको छ पालेर। त्यसको म्याद 6 महिना हो, 6 महिना पछाडि उपद्रव गर्छ। दैवी शक्तिले चलाएका यति चलाएर कल्याण यति गरेर नेपाल भूमि माथि उनीहरूले सकर्म गरेर राम्रो गरेको भए चाहिँ कल्याण हुने हो। नत्र दुष्कर्म गर्ने साथै त्यो यस्तो जात हो, पैसाको नाम लिएर दुष्कर्म गर्ने साथै त्यसको अन्त्य गर्ने नाम हो। फेरि त्यो जहाँ सत्य छ त्यो ठिक छ, जहाँ असत्य छ त्यसले त्यसैको नाश गर्छ। भनेको त्यो अस्ति पञ्चरले त्यो चाहिँ डेढ फुटा त्यो सर्वशक्तिमानले जे पनि गर्न सक्ने भयो। तर त्यसलाई गलत ढङ्गबाट प्रयोग गर्यो भने त्यो प्रयोग गर्ने मान्छे सकिने भयो। ध्रुव सत्य छ त्यसको ग्याङ टोटल्ली त्यसको दानाबाट परेका टोटल्ली नै सकिन्छ। बालेन शाह चाहिँ यसो बाहिरबाट हेर्दाखेरि राष्ट्रवादी, सुरुमा उनको त्यो कदमहरू, उनले बोलेका अभिव्यक्तिहरू, ती कुरा हेर्दाखेरि र प्रधानमन्त्री पनि भए, चुनाव पनि जिते। अनि हजुर कुरा फेरि मैले काटेँ। हजुर त्यसैले बोल्न लगाएको हो बालेनलाई फेरि। त्यसैले हो आजसम्म विश्वमा नेपालमा कोही पनि आजसम्म यत्रो नेता भए, यत्रा प्रधानमन्त्री भए, त्यत्रा राजाहरू थिए, यत्रा सांसदहरू थिए, आजसम्म कुनै पनि व्यक्तिको मुखबाट भारतले मात्रै नेपालको भूमि मिचेको होइन र नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर बोल्न कसले लगायो? यत्रो दिनसम्म बोल्नै हुन्न त चुप लाग भनेर भन्न कसले लगायो? त्यो डेढ फुटाले लगायो। बडो रहस्य कुरो बताउनु हो क्या तपाईँले, बाहिर हेर्दाखेरि नपत्याउने जस्तो। बालेन शाहको अहिले पनि भन्छु, घर सर्च गर्नु होला बालटारभित्र। हजुर 4 जना नासाका, 2 जना वैज्ञानिक, 3 जना चाहिँ त्यो तान्त्रिक लाइनका लड्कीहरू बसेका छन् आँखामा सेन्सर राखेर। अहिले पनि सर्च गर्नु होला बालबाटार भित्रै। त्यसोको लागि नै अमेरिकन एमएसीका गाडीहरू गेटमा बसेको छन् सेक्युरिटी दिएर। यो पनि विचार गर्नु होला। बडो रहस्यको कुरा के भन्नुहुन्छ तपाईँहरू? गएर हेर्नुहोस् न, अहिले पनि हेर्नुहोस्। यो अहिले टेलिभिजन सुनिरहनेमा किले पनि गएर हेर्नुहोस्। ए त्यो चाहिँ जस्तै बालेन शाहलाई त्यो हाइटसम्म त्यो 1.5 फुटाले पुर्यायो। बस त्यसको कनेक्सन त्यसरी हुन्छ। जस्तै अहिले हाम्रो यो मोबाइलको त युट्युबको कनेक्सन कहाँबाट छ त भन्दा जहाँबाट सुचारू गऱ्यो त्यहाँबाट छ नि होइन, सेटेलाइटबाट होइन। बस सेटेलाइट कतैबाट 5 किलोमिटर परबाट हुँदैछ, त्यसलाई बनाएर राख्ने निर्देशन गर्ने कोही छ, उसको नाममा हाबी हुनुपर्ने उसलाई बारम्बार निर्देशन छ। त्यो 1.5 फुटालाई निर्देशन दिन्छ उसले होइन, उसको कार्य पुरा गरेर उसको माथि हाबी हुने त भन्दा अब लड्का भए लड्कीसँग हाबी हुन्छ। त्यो लड्कीले चाहिँ उसको इच्छा पूर्ति गर्नुपर्छ होइन, भोग भोजन विलास के हो त्यो सब पूर्ण गर्नुपर्छ र त्यसलेको निर्देशनमा जे भन्यो त्यही गर्छ त्यसले। यो गङ्गालाई पारी फर्काइदिए उता माथितिर फर्काइदियो भने नि फर्काउँछ त्यसले। बालेनलाई चाहिँ जुन शक्ति सर्वशक्तिमान प्रधान भयो नि, जुन मोदीसँग थियो, मोदीसँग पनि यही वस्तु हो। ए मोदीले पनि यही चलाएको, पनि यही वस्तु, यही व्यक्तिले ऊ भारतमा जसले मोदीको नाम 11 चोटि लिन्छ उसको नाममा वशीकरण हुन्छ। मुसलमान पनि हुन्छ, यो कुरा पक्का हो।